बालेन सरकारको अर्को ऐतिहासिक धमाका। भेटियो भारतको रक्सौलमा लुकाइएको अर्बौंको नेपाली जमिन। अब रक्सौलदेखि काठमाडौँसम्म रेल कुद्ने पक्का हो। दर्शकबिन, सुशासन र राष्ट्रवादको पर्याय बन्दै गएको बालेन शाह नेतृत्वको सरकारले विदेशी भूमिमा रहेको नेपालको ऐतिहासिक सम्पत्ति रक्षा गर्दै अर्को एउटा ठूलो सफलता हासिल गरेको छ। विगतका सरकारहरूको लाचारी र उदासीनताका कारण दशकौंदेखि भारतको रक्सौलमा बेवारिसे अवस्थामा रहेको अर्बौं मूल्यको 16 बिघा भन्दा बढी नेपाली जमिन बालेन सरकारको सक्रियतामा फेला परेको छ। विदेशी भूमिमा हाम्रो आफ्नै ऐतिहासिक रेलवे स्टेशन र 16 बिघा जमिन थियो भन्ने कुरा धेरै नेपालीलाई थाहा समेत थिएन। यही मौका छोपेर केही हप्ता अघि मात्रै भारतीय भूमाफियाहरूले नक्कली कागज पत्र बनाएर यो अर्बौंको नेपाली सम्पत्ति हडप्न खोजेका थिए। तर स्थानीय बासिन्दाहरूको कड़ा प्रतिवाद र बालेन सरकारको तीक्ष्ण दृष्टि एवं कड़ा कदमका कारण ती लुटेराहरू लखेटिएका छन् र नेपालको सम्पत्ति सुरक्षित गरिएको छ। बालेन सरकार केवल जमिन खोज्न र कब्जा गर्नमा मात्रै सीमित छैन। सोमबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा यही ऐतिहासिक जमिनलाई केन्द्र बनाएर रक्सौल काठमाडौँ र काठमाडौँ केरुङ रेलमार्ग सञ्चालन गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोकै आधारमा अनुसन्धान गरेर यो विशाल जमिन फेला पार्नु र त्यसलाई बजेटको मुख्य कार्यक्रममा समेट्नुले सरकारको काम गर्ने रकेट स्पिडलाई प्रमाणित गर्दछ। जब रक्सौलबाट तीव्र गतिको रेल काठमाडौँ आइपुग्छ र केरुङसम्म जोडिन्छ, तब नेपालको व्यापार र अर्थतन्त्रले एउटा नयाँ उचाइ लिने निश्चित छ। भाषणमा मात्र होइन, परिणाममा विश्वास गर्ने यो नेतृत्वले देशको 1 इन्च जमिन पनि कसैले आँखा लगाउन सक्दैन भन्ने कुरा स्पष्ट पारिदिएको छ। रक्सौलको 16 बिघा जमिन अब केवल माटो मात्र रहेन, यो त नेपालको समृद्धिको नयाँ प्रस्थान बिन्दु बनेको छ। यो ऐतिहासिक र गौरवपूर्ण खबरलाई सकेसम्म धेरै शेयर गर्नुहोस् ताकि हरेक देशभक्त नेपालीको शिर गर्वले उच्च होस् र सबैले थाहा पाउन् हाम्रो सम्पत्ति अब सुरक्षित छ। सत्य र राष्ट्रियताको रक्षाका निम्ति हामीलाई फलो गर्न नबिर्सिनुहोस्।